यो हो ब्राजिल, विश्व अर्थतन्त्रको एक मजबुत देश। अनि यो हो ब्राजिलको फवेला। फवेला कुनै सहरको नाम होइन, यो त ती 21 लाख मानिसको साझा पीडा र पहिचान हो जो राज्यको आँखाबाट ओझेल परेका छन्। आज ब्राजिलका कतिपय फवेलामा राज्यको कानुन होइन, ग्याङ्स्टरको हुकुम चल्छ। किन? किनकि सुरुमा राज्यले उनीहरूलाई नागरिक होइन, अतिक्रमणकारी मात्र देख्यो। यसबाट हामीले के बुझ्छौँ भने सुकुम्बासी समस्या यो नेपाल र भारतको मात्र समस्या होइन, विश्वका धेरै देशहरूमा गुज्रिएका छन् र कसले कसरी यसलाई व्यवस्थापन गर्यो त्यो कुरा हामी बिस्तारै भिडियो हेर्दै जाँदा बुझ्नेछौँ। सबैभन्दा पहिले हामी सुरु गरौँ नेपालको अहिले चलिरहेको प्रसङ्गबाट। नेपालमा अहिले असली र नक्कली सुकुम्बासीको बहस चर्किएको छ। तर के हामीले बिर्सिएकै हो र? कुनै बेला यो देशको सारा जमिन राजाको थियो, हामी सबै रैती र सुकुम्बासी थियौँ। हाम्रा बराजुले शक्ति र पहुँचको आधारमा जग्गा जोडे, हामीले शिक्षा पायौँ, समृद्धि पायौँ। तर सँगै बसेका दलित जातिका बराजुले केवल सेवा मात्र गरिरहे, जग्गा पाएनन्। आज उनीहरू सहर झर्दा सुकुम्बासी टोलमा पुगे, हामी घरपेटी भयौँ। के लाल पूर्जा नहुँदैमा उनीहरूको नागरिक हुनुको हक खोसिन्छ? अब हामी कुरा गरौँ संविधान र राज्यको दोहोरो मापदण्डको। संविधानले सार्वजनिक जग्गा अतिक्रमणको छुट दिँदैन, यो कुरा सत्य हो। तर त्यही संविधानले आकस्मिक स्वास्थ्य सेवा र शिक्षालाई नैसर्गिक अधिकार पनि त भन्छ नि। यदि लाल पूर्जा नभएकालाई डोजरले लखट्ने हो भने स्वास्थ्य सेवा पुर्याउन नसक्ने मन्त्री र प्रधानमन्त्रीलाई चाहिँ कारबाही किन हुँदैन? जमिनले पर्खिन सक्छ, नदी किनार अर्को वर्ष सफा गर्दा पनि हुन्छ। तर भोको पेट र सुरक्षित बासले एक रात पनि पर्खिन सक्दैन। सुकुम्बासी समस्या केवल नेपालको मात्र समस्या होइन, यो विश्वभरि देखेको समस्या हो। ब्राजिल जस्तो आर्थिक रूपमा उन्नतिशील देशमा पनि सुकुम्बासी समस्या निकै फस्टाएको थियो। फवेला नाम गरेका सुकुम्बासीहरूले रियो डी जेनेरोदेखि सन पाउलोसम्म ठुलो मात्रामा भूभाग ओगटेको थियो। तर सरकारले केवल अतिक्रमणकारी मात्र मान्दा त्यहाँ अहिले आएर ग्याङ्स्टरको समस्या देखेको छ, आपराधिक गतिविधि बढेको छ भने केही राम्रा देशहरू पनि छन् जहाँ सुकुम्बासीलाई राम्रोसँग समायोजन गरेर र बस्तीलाई राम्रोसँग बसाउँदाखेरि सकारात्मक छवि अहिले त्यहाँ देखिएको छ। पहिलो उदाहरण हो थाइल्यान्ड, जहाँ हामीले यो एनिमेटेड भिडियोबाट पनि केही कुरा थाहा पाउन सक्छौँ। जहाँ सरकारले सुकुम्बासीलाई हटाएन, बरु उनीहरूकै समुदायलाई बजेट दिएर उनीहरूकै योजनामा बस्तीलाई आधुनिक बनायो। त्यस्तै अर्को ली कुवान यू एक्लैले बनाएको देश सिङ्गापुर, जुन सानो टापु देश हो, जहाँ सरकारले गगनचुम्बी पब्लिक हाउजिङ बनाएर गरिबदेखि मध्यमवर्गीयसम्म सबैलाई सुरक्षित घर दियो।